हेलो विनोद सर के को तयारी हो? यसो नयाँ पार्टी दर्ता गरौँ भनेर डकुमेन्टहरू मिलाएर बसेको। आजभोलि सामाजिक सञ्जालमा अलिअलि चल्ने बित्तिकै भाइरल हुने बित्तिकै पार्टी दर्ता गर्नुपर्ने रहेछ। हेर्नु, मेरो पनि अलिअलि छन् फलोवर्स फेसबुकमा, टिकटकमा, युट्युबमा, नचलाए मात्र हो, पछि चल्ला। त्यही भएर अहिले चाहिँ पार्टी दर्ता गरेर राखौँ कि भनेर यसो डकुमेन्टहरू मिलाएर बसेको। हेर्नु, यो पार्टीको नाम र अनि पार्टीको अब झन्डा चाहिँ कस्तो हुन्छ? मेरो पार्टीको नाम चाहिँ भाइरल म्यान हुन्छ होइन। अनि चिन्ह चाहिँ सोसियल मिडियाको लोगो, फेसबुकको, टिकटकको, त्यो दुइटालाई कम्बाइन गरेर मैले अर्को एउटा डिजाइन बनाइसकेको छु। त्यो डिजाइन अनुसारको हुन्छ मेरो पार्टी चिन्ह चाहिँ। अनि मेरो सिद्धान्त के हो भने जो जो सोसियल मिडियामा भाइरल छन् ती सबैलाई चाहिँ सांसद बनाउने हो। हरेक गाउँपालिका वडामा ती उम्मेदवारहरूलाई उठाउने हो। त्यसपछि हामीले जित्ने फिक्स। सोसियल मिडियाको भोट अहिले पनि पोस्ट गर्दाखेरि सबैजनाले भोट मलाई नै दिन्छु भनेर त्यहाँ कमेन्ट गरे। त्यही भएर यसपालिको चुनावमा, फागुनको चुनावमा जित्ने मेरै दलले हुन्छ, भाइरल पार्टीले जित्छ यसपालि। त्यही भएर अहिले 11 बजे चाहिँ मेरो गोलाहा पार्टी दर्ता गर्न मलाई अहिले अबेला भयो। म निस्किन्छु ल। ल धेरै धेरै शुभकामना। जय हो।